यहाँ हेर्नुहोस् होइन हाम्रो एकदम मेरो भाउजू हो कि भाउजू चाहिँ यहाँ फम्बी बेच्नु हुँदो रहेछ फ्रीमै दिनुभएको अरे हो मैले चाहिँ अनि अप्ठ्यारो लागेर 20 रुपियाँ दिँदैछु हो है भाउजू यहाँ फेरि यता पनि छ दिमागमा फेरि पुच्का देख्नु भयो होला अरू जग्गा भैयाले मात्रै बेच्छ फेरि हाम्रो त्यता नेपालीले पनि बेच्छ नि फेरि फम्बी खान आएको बहिनीहरू सबजना फम्बी खानु गएको हो गाइस अनि सुन्नु नि यहाँनिर चाहिँ के हो भन्दाखेरि चाहिँ अलमोस्ट 2 महिना जस्तो भयो यहाँ बजार लाग्न थालेको यहाँनिर चाहिँ बजार थिएन गाइस हो यहाँबाट चाहिँ बजार जानु पऱ्यो भने चाहिँ अलगढा जानुपर्छ गाइस हो 60 रुपियाँ भाडा लिएर जानुपर्छ अनि अहिले रिसेन्टली चाहिँ यहाँनिर दोकान लाग्न थालेको छ नर्मली यसलाई चाहिँ के पो भन्छ यो लाल बजार शनिबारे हाट यो शनिबारे हाट हो शनिबारको दिन मात्रै लाग्छ अनि यो चाहिँ के को भन्दा के को माल भन्थ्यो नि अघि हरेक माल बजार भन्छ गाइस हो अनि यहाँनिर चाहिँ मल्टिपल सब्जीहरू पाइँदो रहेछ अनि यो औजारहरू पाउँछ क्या खेती किसानले चलाउने औजारहरू पाउँछ लुगाहरू पाउँदो रहेछ हुन्छ यसले गर्दाखेरि चाहिँ अब यहाँ गाउँको मान्छेलाई अलिकति भए पनि सुविधा भइरहेको छ किन भन्दाखेरि चाहिँ यहाँबाट जाँदाखेरि चाहिँ बजार जानु पर्दाखेरि चाहिँ 60 रुपियाँ भाडा लाग्छ जानु 60 रुपियाँ आउनु 60 रुपियाँ हो त्यहाँदेखि अझै होल्ड पनि गर्नुपर्छ गाडी टाइममा पाउँदैन त्यस्तो गाडी यहाँको बजार राम्रो लाग्यो यहाँ चाहिँ तर खेतको गराम लाग्दैछ नि देखाइदिइहाल नि यस्तो घुमाएर देखिहाल्ला